मतलब मर्द नहीं होते अच्छे वहाँ के। अब वो पता है गौतम बुद्ध भी बिहार से थे। कौन? नो वे ब्रो, नो वे। तिमीले के बोले आयो? समय राइना इन्डिया गट टेलेन्टको म एउटा ठुलो फ्यान नै थिएँ, तर हिजोबाट चाहिँ म त्यो भन्न सक्दिनँ। किनकि जुन बेला यो सिजन 1 ब्यान्ड भएको थियो नि, त्यो बेला मलाई पनि नराम्रै फिल भइरहेको थियो ब्यान्ड नहुनु पर्ने, किनकि त्यहाँ बकचोदीहरू भइरहेको थियो र हामीलाई त्यो मजा पनि आइरहेको थियो। तर त्यो सिजन 2 को जुन यो 3rd एपिसोड मैले हेरेँ नि, त्यहाँपछि चाहिँ तिमीलाई झाँट बराबर मन परिरहेको छैन ब्रो। किनकि बुद्ध वाज बोर्न इन नेपाल, बुद्ध बिहार से नहीं थे, बुद्ध नेपाली थे, गौतम बुद्ध नेपाली है। यो चीज तिमीले जानकारी लिनु पर्यो। यो तिमी यो घरिघरि उठाइरहेछ नि त एउटा प्याम्पलेट उठाएर एजुकेट इन्डिया। एक्ज्याक्टली यु निड टु बी एजुकेटेड। किनभने एजुकेटेड मान्छेले त्यो भन्दैन कि बुद्ध बिहार से है, बुद्ध वाज बोर्न इन नेपाल, वो नेपाली है और रहेंगे भी। कमेडी गरेसम्म चाहिँ ठिकै लाग्थ्यो, तर यो यस्तो यस्तो बयान चाहिँ नदिउ न हौ। आफ्नो फ्याकल्टीमा चाहिँ प्रो भन न यार। जुन चिजको जानकारी छैन अथवा रङ इन्फर्मेसन छ भने त्यसलाई चाहिँ प्रमोट नगरौँ न जस्तो मलाई लाग्छ। धेरै यङ्स्टर युथहरू नेपालको तिमीलाई मन पराउँथे, तर मलाई अब लाग्दैन कि यो जुन तिम्रो अभिव्यक्ति थियो नि त्यहाँपछि चाहिँ कसै नेपालीले तिमीलाई मन पराउँछ। हेर्दा हेर्दै मलाई रिस उठ्यो होइन, यो हेर्नुहोस्। अनि त्यहाँपछि मैले एउटा भिडियो बनाइदिइहालेँ। बाँकी काम तपाईँहरूको सक्दो सेयर गर्नु होला।